एभ्रिवान नमस्ते सबैजनालाई सबैजना सन्चै हुनुहुन्छ म पनि सन्चै छु लगभग 2 हप्तापछि आज फेरि नयाँ भिडियोमा बनाउने फुर्सद पाएको छु अनि तपाईहरु अगाडि स्टोरी देखेर थाहा पाइसक्नु भयो होला नि त म आज के गर्दै छु भनेर आज म वरिपरि घर वरिपरि भएको चाहिँ लोकल फ्रुट लोकल तरकारीहरु जस्तै कुरिलाहरु के हुन्छ त्यो कुराहरुको हन्टिङ गर्न जाँदै छु है सो आई होप सबैजना सन्चै हुनुहुन्छ म पनि सन्चै छु अनि मस्त आनन्द छ गर्मी छैन शीतल छ अनि अहिले बिहानको लगभग 8:30 भइसक्यो अलिकति धेरै सुत्ते छ आज र आज दिउँसो धेरै कामहरु छ रिसोर्टतिर जानु छ तर अलिकति धेरै भयो के अनि अहिले चाहिँ ट्याक्क काफलहरु फलेर लटरम्म भएको छ सो हामी पहिला सुरु चाहिँ कुइला खन्न जान्छौं हैन लगभग हामी कुरिलाको एरियामा आइपुग्यौं हैन त्यो भन्दा अगाडि चाहिँ कुरिला भन्दा अगाडि मैले कुकुर दाइने भेटाए के वास्तवमा हो त यो काँडा यसको स्वरूप देख्न सक्नुहुन्छ यस्तरी काँडा हुन्छ हैन यसको तर यसको यो मुन्टालाई चाहिँ खान मिल्छ के अब हामी जाँदै छौं अगाडि यतापट्टि चाहिँ हाम्रो ठुलबाको घर छ अनि मैले भनेको अड्डा चाहिँ यही हो अरूले नखोजे चाहिँ कतिको भेटिन्छ है त तपाई देख्न सक्नुहुन्छ एउटा कुरिला त मैले भेटाइसके सानो सानो रहेछ तपाईले त्यहाँ देख्न सक्नुहुन्छ कुरिला कुरिला चाहिँ राम्रोसँग खोज्न सक्नुपर्छ यत्रो भित्र पनि हुन्छ के कुरिला चाहिँ प्रायले खोजिसक्नु भएको छैन तर यही अगाडि चाहिँ एउटा गजबको कुरिला भेटाएँ मैले तपाईहरु देख्न सक्नुहुन्छ मैले कुरिला खोज्दा हाम्रो बचपनमा खानेकै यो एकदम स्पेशल फ्रुट हाम्रो कति जनालाई थाहा छ यो चौतारी ओके अब त्यो चौतारी देखेपछि नखाने कुरै हुँदैन चौतारी मिलो गुलियो झोला लिएर आउनु पर्दो रहेछ झोलै ल्याइएन 5 मिनेट यति कुरिला त भेटायो कुरिला यति त अब खोज्न जामै त लेट्स गो अब हामी यहाँबाट अगाडि बढौं खुट्टामा पसिना आउने बानीले नि बर्बाद बनाइसक्यो मलाई अब हामीसँग यो रेडी भयो हामी अझै खोज्न जाँदै छौं माथि खुट्टामा पसिना आयो कि मलाई अरु भन्दा पनि मेरो रिसोर्ट चाहिँ त्यो पारी त्यो पारीको डाँडामा फेरि अर्को कुरिला भेटेला यिनीहरू हो तर आज चाहिँ यहाँ अर्कै टोलीले आएर टिपेर लगिसक्यो रहेछ है त्यही पनि ठिकै छ हामीलाई यति भयो त 3 जनालाई एक छाक खान पुगिहाल्यो अब हामी लागौं काफल खान सो लेट्स गो फर काफल खान साथ यहाँबाट हामी काफल खान जाउँ अनि काफल खाने त्यसपछि के छ अरु ऐसलु भनेको ऐसलु चाहिँ कतातिर जाने होला चप्पलमा पसिना आएर बर्बाद बनायो के यसो चप्पलमा पसिना तपाईहरुको नाम छन् कमेन्ट गर्नु ल साला यो चप्पलमा पसिना आएर लास्टै बिजोग बना यसको के उपाय छन् भन्नु ल जुत्ता लगाउने हो मोजा लगाउने हो तपाईको उपाय त के होला र लास्ट पसिना आउँछ मलाई ड्याडी पनि आइपुग्नु भयो जस्तो छ ओके गाइस जाम अब हाम्रो
काफल खान ल हेर्नुहोस् त्यहाँ काफल फलेको आम्मामा कति फलेको यार ल पाकेर देखाउने मात्र होइन अब टिप्नु पनि पर्छ ल हेर्नुहोस् ल काफल हेर्नुहोस् यति टिप्यो अहिलेलाई चाहिँ यति खानु पर्यो अनि यो काफलहरू देख्यो मजा यसलाई भोलि चाहिँ मजाले टिपेर नुनकोसँग खानुपर्छ सो खायो त मजा आयो दामी अब हामी हाम्रो किम्मु खान जाने ब्ल्याकबेरी खान जानुपर्छ हौ गाइज तपाईँहरू देख्न सक्नुहुन्छ काफल कस्तो मजाले पाकिरहेको रहेछ क्या मस्त गाउँघरमा बस्नुको यही नै हो फाइदा तपाईँहरू देख्न सक्नुहुन्छ मेरो रिसोर्ट त त्यहाँ पारी हो त्यो पारी अनि यतातिर मेरो छिमेकीको घरहरू यता दाइहरूको अनि अब पुरै जङ्गलै जङ्गल बनाइसक्यो बस्ती अनि कुरीलाई पनि भेटिसक्यो हामीले अनि त्यो ब्ल्याकबेरी चाहिँ मेरो घरको अगाडि रुखमा छ त्यो कुरीलाई यति भेटेपछि जति पनि हुन्छ सो अब अगाडि घर जाउँ है त हामी ब्याक टु द होम अब ऐसेलु खान बाँकी भयो कि ऐसेलु खान चाहिँ कता जाने होला म यही खाने ठाउँमा चाहिँ रुखै काट्दैछन् बसाइसराइले यो घर पनि रित्तो भयो बारी पनि बजियो गाह्रो छ साथीहरू गाउँघरमा बस्न रमाइलो पनि छ बस्तीहरू रितिँदै गइसक्यो म तपाईँहरूलाई किम्बु भनिरहेको थिएँ नि ब्ल्याकबेरी थरा भन्छ किम्बुलाई के भन्छ यसलाई पनि के भन्छ कुनी ब्ल्याकबेरी भनेको त उ हो के बाबु के हो ब्ल्याकबेरी भनेको यसलाई ब्ल्याकबेरी भन्ने ल हेर्नुहोस् हुन्छ त्यो कारोसँग हुन्छ त्यो लाउरा भनेको त्यसलाई के भन्छ ऐसिलु यसलाई के भन्छ के यसलाई ब्ल्याकबेरी नै भन्छ बाबु हजुर यो सिजनमा एकदम ठिक हुन्छ कि यो खानु यो सिजनमा एकदम ठिक हुन्छ खाना एज यु क्यान सी तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ हाम्रो लोकल प्रोडक्टहरू यो मेरो घर पर्सि चाहिए सम्पर्क गर्नुहोस् है सो ल आज लगभग छोटो मिठो भिडियो बनाउने भनेर हो मैले सो थ्याङ्क यू फर वाचिङ यहाँसम्म हेर्नुभयो तबसम्मको लागि चाहिँ फेरि अर्को भिडियोसम्म मलाई कुरेर बस्नु होला सो आजको भिडियो कस्तो मेसअप भएको छ कि ऱ्यान्डम भएको छ कस्तो भएको छ सो मैले अहिले अलिकति थोरै कुराहरूमा चाहिँ क्याप्चर गरेको छु सो थ्याङ्क यू फर वाचिङ धेरै धेरै धन्यवाद फेरि यस्तै भिडियो हेर्नको लागि मेरो च्यानल सब्सक्राइब गर्नु होला नयाँ हुनुहुन्छ भने च्यानल सब्सक्राइब गर्नुहोस् पुरानो हुनुहुन्छ भने लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला भन्दै सो बाई बाई एभ्रिवान टेक केयर